एक हप्ताभित्रमा यो तेलको मूल्य फिर्ता लिएन भने अब आन्दोलन सुरु गर्न तयार छ होइन भाइ? गर्छ। हाम्रो विद्यार्थी संगठनले गर्छ। विद्यार्थी संगठन खारेज गर्ने आँट अब नगर्नुहोस्। विद्यार्थी संगठन किन चाहिने रहेछ भन्दा आवाज उठाउन चाहिने रहेछ। हिजो 2 रुपियाँ बढ्दाखेरि नि आगो बलेको ठाउँ होइन, आज 100 रुपियाँ बढ्दाखेरि नि बोल्दैन। 137 को तेल आज 237, 147 को पेट्रोल 247। अनि यता चाहिँ भिडियोमा गरिबको चमेली बोल्दिने कोही छैन भने छ। एल्गोरिदम प्रयोग गरेर जम्मै बेकुफ बनाए। अनि उता कालो कोटमा राजा महेन्द्र र हाम्रो प्रधानमन्त्रीको फोटो है सँगै राखेर हिँडाइदिएछ। अब राजा केही छन् यहाँ राजावादी पत्रकारहरू, उहाँले त राजा ल्याइहाल्नुहुन्छ। दुर्गा प्रसाईको मुखमा टेप लगाइदिइहाले। चलाऊ, म सहयोग गर्छु। प्रधानमन्त्री हुने भए त त्यही दिन भइहाल्थ्यो नि। मलाई सेनाले बोलाएर प्रधानमन्त्री बनाएकै हो नि। मैले नलेको 24 गते राति नै हुन्थ्यो नि। सांसद हुने भए अस्ति 2 नम्बर क्षेत्र म एक्लैले त जित्थेँ नि। म स्वागत नेपालहरूको जस्तो फुक्रुक्क भएर फर्किनु पर्दैन थियो नि। मलाई थाहा थियो नि मैले जित्थेँ। जुन ठाउँमा मैले 3-3वटा स्कुल बनाएको थिएँ, 9-9वटा मन्दिर बनाएको थिएँ, जुन ठाउँका मान्छेको उपचार गरिरहेको छु। तर मलाई सांसद चाहिएको होइन, मलाई राष्ट्र चाहिएको, देश चाहिएको, मुलुक चाहिएको। मेरा दाजुभाइ दिदीबहिनीहरू आज खाडीमा अलपत्र बसेर परेका दिदीबहिनी दाजुभाइहरू यो ठाउँमा आउनुपर्छ र पासपोर्ट बनाउने काम चाहिँ बन्द गर्नुपर्छ भन्ने मान्छे चाहिएको यो देशमा। पासपोर्ट बनाउने काम बन्द गर्नुपर्छ। हेर्नुहोस्, त्यसले गर्दाखेरि म सस्मित पोखरेलजीलाई के भन्छु भने सक्नुहुन्छ सस्मितजी, र तपाईँको श्रीमतीले बडा राम्रोसँगले भन्नुहुँदो रहेछ बेलुका बेलुका, सस्मित अब के हुन्छ भनेर। अब नर्स पाउँदैन अलिक दिनमा। सस्मितजी, सस्मित कि अस्मित अरे सस्मितजी, अब तपाईँको श्रीमती त नर्स हुनु होइन होला, एकजनाले हुँदैन होला। हेर्दा हेर्दा नर्स जस्तै देखिनु हुँदो रहेछ, फेरि डाक्टर जस्तै देखिनु हुँदो रहेछ। उहाँलाई सोधिदिनुहोस् सस्मितजीको श्रीमतीलाई, अब नर्सको लागि के गर्ने? खाडीमा डान्स बारमा हाम्रा चेलीबेटी पठाउने कि सस्मित नर्स बनाएर खाडीमा स्टेजको बोकेर सेतो एप्रोन लगाएर बिरामी हेर्ने नर्स पठाउने भनेर सोधिदिनुहोस्। सोधिदिनुहोस् क्या सस्मितजीको, म बुहारी नै भन्छु बुहारीलाई। अब अलिक दिनमा नर्सहरू नभएर हस्पिटल बन्द हुँदैछन्, तपाईँकै वीर हस्पिटल बन्द हुँदैछ, त्यो पनि सोधिदिनुहोस्। र आइतबार किन छुट्टी गरियो भन्दाखेरि नि क्रिस्चियनहरू चर्चमा जान्छ क्या आइतबारको दिन, त्यसको लागि। अनि शनिबार र आइतबार छुट्टी भएपछि त अमेरिका भइगयो नि देश।